आज चाहिँ हामी कटिङ हाल्न लागिरहेछौँ व्हाइट कलरको लालुपातेको। यो चाहिँ अब अर्को साल मात्रै बेच्न रेडी हुन्छ। हजुरहरूले पनि घरमा कटिङ हाल्न खोजिरहनु भएको छ लालुपाते अथवा अरू कुनै बिरुवाको भने कटिङ कसरी हाल्ने भनेर हजुरलाई जान्न इच्छा छ भने यो भिडियो हेर्न सक्नुहुनेछ। कटिङ हाल्दा चाहिँ यसरी हाल्नुपर्छ। यो सिँगै हाल्ने हो दिदी, रुटेस्ट हालेर। अनि यसमा चाहिँ एउटा रुटिन हर्मन हुन्छ, त्यो बुढाथोकी नर्सरीमा अभाइलेबल छ। जम्मा 100 रुपियाँमा आउनुहुन्छ हजुरले। त्यो चोप्ने यसरी रुटिन हर्मनमा। अनि हजुरले आफ्नो गमलामा अथवा पोलीमा गाड्ने यो सबै कटिङको हो। हजुरले सिधै यस्तो बिरुवा चाहिँ कटिङ हाल्नु भयो भने आउँदैन। यो ठुल्ठुलो पातहरू काटेर यसरी माथिमा 2-3वटा पात मात्रै राखेर हजुरले कटिङ हाल्न सक्नुहुनेछ। अहिले चाहिँ लालुपातेको कटिङ हाल्ने पर्फेक्ट टाइम हो। सो यति बेला चाहिँ हजुरहरूसँग घरमा लालुपाते छ र त्यसलाई मल्टिप्लाई गर्न चाहनुहुन्छ भने लालुपातेको कटिङ यसरी हाल्नु होला। थ्याङ्क यू। हजुर पात धेरै नराख्नु, यहाँ दिदीले भन्दै हुनुहुन्छ पात धेरै राख्नु हुँदैन रे। यस्तै बनाएर टक्क कटिङ हाल्नुहोस् है हजुरहरू पनि। अनि धेरै बनाउनु होला बिरुवा। थ्याङ्क यू।